ट्याक्सीमा हैन बोकेर हस्पिटल लानुपर्छ। अब हामीले नेपाल भाषामा यसरी भन्न सक्छौं, ट्याक्सी मखु बुया अस्पताल यङ्केमा। ट्याक्सी मखु बुया अस्पताल यङ्केमा। मखु भन्नाले होइन, अनि त्यसपछि बुया भन्नाले बोकेर, यङ्केमा भन्नाले लग्नुपर्छ भनेर बुझिन्छ। अब सेकेन्ड नम्बर हेरौं, 1 मिनेट पनि घरमा बस्ने हैन। यसलाई हामीले यसरी भन्न सक्छौं, 1 मिनेट न छे चोन्यु मखु। 1 मिनेट न छे चोन्यु मखु। छे मात्र भन्यो भने घर हुन्छ, छे भन्यो भने घरमा हुन्छ। त्यस्तै गरी चोन्यु मखु भन्नाले बस्ने हैन भन्न खोजेको हो। अब नेक्स्ट क्वेशन छ, घरमा हामी मात्र छौं र। अब यसलाई यसरी भन्न सकिन्छ, छे हामी मात्र जी जक छौं र ख ला छौं र अथवा हो र भन्न खोजेको हो। छे जी जक, यसमा ड्यास पनि दिन सकिन्छ, जक ख ला। छे जी जक ख ला। जी भन्नाले हामी भयो, जक भन्नाले मात्र, खला भन्नाले हो र अथवा छौं र। छौं र भन्नलाई दुला पनि भन्न सकिन्छ हामीले, छे झिजको दुला यसरी पनि भन्न सकिन्छ। अब 4 नम्बरको, अब साँचो कुरा गर्दा नि हुँदैन तपाईलाई। अब अर्थात आ साँचो कुरा, ख उ खौ, ला सा म ज्यू, छि त। अब यसमा तपाईको सट्टा तिमी भन्नु पर्यो भने छन्त हुन्छ, छितको सट्टा छन्त। आ खौ ख छुटेछ यसमा, ख आ खौ ख लासा मज्यू छिट। आ भन्नाले अब, खौ ख लासा अर्थात साँचो कुरा गर्दा नि हुँदैन मज्यू तपाईलाई छिट। तपाई अथवा हजुरलाई हामीले छि भन्छौं। अब नम्बर 5, यो पैसा दराजमा लुकाई राख। थो ते बा द राज। दराज आउन अगाडि काठको बक्सा हुन्थ्यो, त्यसलाई सौलु भनिन्छ। काठको ठुलो बक्स हुन्थ्यो, त्यसमा चाहिँ अब लुगाहरू राखिन्थ्यो पहिला दराजको चलन आउन अगाडि। मैले पनि देखेको छु त्यो सौलु। आजभोलि देखिँदैन त्यस्तो। आजभोलि टिनको यो बक्सहरू चाहिँ देखिन्छ कहीँ कतै। टिनको लुगा राख्ने बक्सहरू सानसानो हुन्छ भने सौलु अलि ठुलो हुन्थ्यो। दराजे सुचुका ती। थो धेबा दराजे सुचुका ती। थो अर्थात यो भयो, धेबा भन्नाले पैसा भयो, दराजमा अर्थात दराजे लुकाई राख, सुचुका ती। यो क्वेशनहरू हाम्रो एकजना सब्सक्राइबर हुनुहुन्छ सम्यक पोखरेलजी, उहाँले पोस्ट गर्नु भएको थियो यो वेबसाइटमा agentAakash.com भन्नेमा। अब उहाँको क्वेशनको रिप्लाई म यहाँ गरिदिन्छु। उहाँको क्वेशनको एन्सर मैले गरिदिएँ। त्यस्तै गरी यो वेबसाइटमा अरु पनि क्वेशन गर्नुभएको थियो उहाँले, त्यसको पनि हामी यसमा हेरौं। अब
जहिले एउटा एउटा न्यू पारेर पैसा बाँकी राख्छ। अब यसलाई नेपाल भाषामा न्याब्ले छगु नछगु टो तया टेबा बाँकी याई। न्याब्ले अर्थात् जहिले एउटा न एउटा न्यू पारेर छगु नछगु टो तया, एउटा न एउटा भन्नाले छगु न छगु, टो तया भन्नाले न्यू पारेर, टेबा अर्थात् पैसा, बाँकी याई अर्थात् बाँकी राख्छ। अर्को बाउ आमाको अगाडि लाटा जस्तो चुप लागेर बस्छ। मा अबुया न्यने लाटा ठे सुङ्क चोनी। मा अबुया न्यने लाटा ठे सुङ्क चोनी। अबु भन्नाले बुवा हो, न्यने अर्थात् अगाडि, लाटा जस्तो अर्थात् लाटा थे, सुङ्का 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 भन्दा नि सुङ्क मात्र पनि हुन्छ, यहाँ यो काको सट्टा क मात्र बुझ्नु होला। सुङ्क चोनी अर्थात् चुप लागेर बस्छ। यो सुङ्का होइन, म एडिट गर्छु यसमा, मैले यहाँ एडिट गरिसकेँ। यो सुङ्क यस्तो मात्र हुन्छ। कोही साथीहरूले यो मिस्टेकहरू एउटा दुईटा देख्नुभयो भने यसमा कमेन्ट पनि गरिदिन सक्नुहुन्छ। अब यो रिप्लाईलाई पनि म भिडियो बनाउँदै जानु पर्ला, ताकि रिप्लाई गर्दाखेरि फेरि एकचोटि रिचेक हुन्छ र कुनै मिस्टेकहरू भएदेखि यो तपाईँहरूले पनि चेक गर्न चाहनुहुन्छ भने गुगलमा लर्न नेवारी गर्नुभयो भने agentakaash.com भन्ने वेबसाइट आउँछ, त्यो वेबसाइटमा छ। यसमा पनि यहाँ पनि छ, देख्नुहुन्छ URL, यहाँबाट पनि डाइरेक्टली जान सक्नुहुन्छ। त्यस्तै अर्को थर्ड नम्बरमा छ एक शब्द बोल्ने होइन, छगु शब्द नवायु मखु। छगु शब्द नवायु अथवा नवाई मखु। छगु अर्थात् एउटा, नवाई मखु अर्थात् बोल्ने होइन अथवा बोल्दैन, अथवा यसलाई नवायु मखु पनि भन्न सकिन्छ। नेक्स्ट 4 नम्बरको तिमी पैसा नतिरी जानी, पैसा तिर्नु पर्दैन। छ टेबा मपुसे वन्यु ला, टेबा पुले मुआ ला। छ टेबा मपुसे वन्यु ला, टेबा पुले मुआला। छ अर्थात् तिमी, मपुसे अर्थात् नतिरी, वन्युला अर्थात् जाने, पुले मुआला तिर्नु पर्दैन, मुआला अर्थात् पर्दैन। यहाँ पुले मुआला भन्नाले तिर्नु पर्दैन भनेको हो। त्यस्तै गरी पुले ढुङ्गल भन्यो भने कटिसक्यो भन्ने बुझिन्छ। पुले मुआला तिर्नु पर्दैन, पुले ढुङ्गल अर्थात् कटिसक्यो अथवा पैसा तिरिसक्यो भन्नु पर्यो भने पनि हामीले पुले ढुङ्गल नै भन्छौँ। पुले ढुङ्गलको डबल मिनिङ हुन्छ, यसमा नझुक्किनु होला। एउटा दुईटा शब्दहरूको त्यस्तै डबल मिनिङ हुन्छ, जस्तै दाँतलाई पनि वा भन्छ, धानलाई पनि वा भन्छ, पानी आकाशबाट परेको पानीलाई पनि वावल भन्छ, यता आऊ भन्नको लागि पनि वा भनिन्छ। 5 नम्बरको तिमी मसँग मन परी बोल्ने होइन। छ जी नाप य थे हाल्यु मखु। छ जी नाप य थे हाल्यु मखु। जी नाप अर्थात् मसँग, मन परी य थे बोल्ने अथवा कराउने, हाल्यु होइन अर्थात् मखु। आज हामीले सम्यक पोखरेलजीले राख्नु भएको क्वेसनको हरेकको वर्ड मिनिङहरू हामीले बुझ्यौं। अब नेक्स्ट टाइम म थापाजी हुनुहुन्छ, उहाँले पनि कमेन्ट गर्नुहुन्छ, उहाँले पनि सिकिराख्नु भएको छ नेपाल भाषा। उहाँको यो क्वेसनको एन्सरको हरेक वर्ड मिनिङ म एक्सप्लेन गर्नेछु नेक्स्ट भिडियोमा। थापाजी र उहाँ सम्यक पोखरेलजीले नेपाल भाषा राम्रोसँग सिकिराख्नु भएको छ। तपाईहरू पनि सिक्नु होला र यो वेबसाइटमा कुनै पनि क्वेसन आयो भने तपाईहरूले पनि यसमा रिप्लाई गर्ने ट्राई गर्नुभयो हुन्छ। यसरी
सिकाउँदै जानुभयो भने अझ छिटो तपाईहरुले नेपाल भाषा सिक्न सक्नुहुन्छ। आफुलाई आएको जति चाहिँ कमेन्ट गर्नु होला, नआएको छोड्दिनु होला। नआएको म पछि रिप्लाई गर्ने छु। भिडियो राम्रो लागेको भएदेखि लाइक, शेयर, सब्स्क्राइब पनि गर्नु होला। शुभ